हङकङमा 10 वर्ष बसेर आउनुभएको मेरो फुपूको छोराले कति सेतो पुतलीको मात्रै घर खोल्ने आज गाउँको कालो पुतलीको घर खोल्छु भनेर मेरो भर्खरै फक्रिन लागेको कालो पुतलीको टुप्पोलाई छुनु भएको थियो। मैले पनि आफूले आफूलाई सम्हाल्नै सकिन र त्यो दिनमा उहाँले मेरो पुतलीको 9वटै घर खुल्ने गरी जब आफ्नो पुन्तुरोले मेरो पुतलीको घर खोल्नु भएको थियो। सही हो। त्यो दिन म एकदमै खुसी भएकी थिएँ। साथीहरू, आज यस भिडियोमा म तपाईहरूलाई हङकङबाट 10 वर्ष बसेर आउनुभएको मेरो फुपूको छोराले मैले सोच्दै नसोचेको हङकङको स्टाइलले मेरो सेतो पुतलीको त्यो रातो टुप्पोलाई कालो हुन्जेल घर खोल्नु भएको एकदमै रमाइलो कथा लिएर आएकी छु। आजको यो रमाइलो कथाले तपाईहरूको पुन्तुरोबाट दही निस्किन बाध्य हुनेछ र तपाईको पुन्तुलो आज करिब 10 पटकसम्म उफ्रिनेछ। हाम्रो फुपूको छोरा सानैदेखि एकदमै हाउडे पाराको हुनुहुन्थ्यो। उहाँले पढ्ने स्कुलमा मास्टरहरूलाई पनि एकदमै दादागिरी देखाउनुहुन्थ्यो। होमवर्क नगरिकन स्कुल गएको दिनमा सरहरूले उहाँलाई एकदमै गाली गर्नुहुन्थ्यो र त्यतिखेर फुपूको छोराले आफ्नो झोलाबाट खुकुरी निकालेर तिनै सहरहरूलाई थर्काउनुहुन्थ्यो। त्यही बानीले गर्दा उहाँ जहाँ पनि बल खेल्नको लागि जानुहुन्छ त्यहाँ उहाँले बल खेल्ने केटाहरूसँग एकदमै झगडा गर्नुहुन्थ्यो। हाम्रो फुपू पुसाजुहरू पहिलेदेखि हङकङमा गएर बसेको हुनाले गाउँका केटाहरूले उहाँलाई पिट्न खोज्दाखेरि फुपू पुसाजुले छिटो भिसा लगाएर उहाँलाई हङकङ लानुभएको थियो। त्यस पछाडि भने उहाँ 10 वर्षसम्म मरेको र बाँचेको अत्तोपत्तो नगरिकन उहाँ 10 वर्ष हङकङमै बस्नुभयो। त्यतिखेर उहाँले नेपालका आफ्ना गर्लफ्रेन्डहरूलाई बिर्सेर हङकङकै कुइरेनीहरूसँग माया गाँसेर बस्नु भएको रहेछ। उहाँले हङकङमा 10 वर्षसम्म करिब 30 जना भन्दा पनि बढी केटीहरूको सेतो पुतलीको घर थरीथरीकाले खोलिसक्नु भएको रहेछ। उहाँ त एकदमै धेरै ट्रेनिङ प्राप्त गरिसकेको मान्छे। म भने गाउँकी कलिली केटी। जब उहाँ 10 वर्षपछि नेपालमा आउनुभयो फुपू पुसाजुहरू त बजारतिरै बस्नुभयो र उहाँ भने हाम्रो गाउँमा आउनुभएको थियो। त्यतिखेर 10 वर्ष पछाडि आएको मान्छेले मैले त ढिँडो खाने हो भनेर बिहान पनि ढिँडो खानुभयो र बेलुका पनि ढिँडो खानुभयो। ढिँडो खान नपाउँदै मेरो पनि एकदमै पेट दुख्न थालेको थियो र उहाँको पनि पेट दुखेको रहेछ। त्यतिखेरैमा म बाथरुममा गएर टोयलेट बसिराखेकी थिएँ र उहाँ पनि त्यतिकैमा बाथरुममा आउनुभयो। बाथरुमको ढोका खासै बलियो थिएन। जुटको बोराले बनाएको त्यो गाउँको बाथरुमको ढोका उहाँले सिधै ढोका खोल्नुभयो। भित्र म बसेकी हुनाले उहाँले मेरो कालो पुतली छर्लङ्गै देख्नु भएको रहेछ। उहाँले हङकङबाट लिएर आएको कालो लाइटले सिधै मेरो पुतलीको टुप्पोमा भालेर हेर्दा मेरो पुतलीको टुप्पो उहाँलाई एकदमै मन परिसकेको रहेछ। उहाँले हेरेको हेरै गर्नुभयो र म पनि केही बोल्न सकिनँ। त्यतिखेरैमा उहाँले पनि आफ्नो पुन्तुरोलाई बाहिर निकाल्नुभयो र मैले पनि जब उहाँको त्यो कोदालीको बेड जत्रै पुन्तुरोलाई देखेको थिएँ मेरो पुतलीबाट त चिल्लो तेल निस्किन थालिसकेको थियो। त्यतिकैमा उहाँले मलाई भन्नुभयो, कति मैले हङकङको सेतो रोटी मात्रै खाने आज गाउँको कालो रोटी खान्छु नि सानी है भने पछाडि मैले केही भन्न सकिनँ। म पनि कन्या जवानी केटी आफूले आफूलाई सम्हाल्न सकिनँ र त्यस पछाडि हुन्छ भनेर म भित्र आफ्नो कोठामा आए। मेरो बाबा मम्मी भने सुतिसक्नु भएको थियो। रातिको 11 बजेतिर उहाँ बाहिरबाट आएर ढोका ढकढकाउनु भयो। मैले ढोका खोलिदिएँ र उहाँ सिधै भित्र आउनुभयो र उहाँले बिस्तारै मेरो पुतलीतिर आफ्नो हात बढाउँदै भन्न थाल्नुभयो, ओहो तिम्रो पुतली त कति भक्को पाउरोटी जस्तै फुलेको रहेछ भन्दै उहाँले मेरो कालो रोटीको टुप्पोलाई सर्पाले जिब्रो चलाएको जस्तै गरेर मेरो टुप्पोलाई खेलाउन थाल्नुभयो। मलाई पनि एकदमै आनन्द आइराखेको थियो। त्यतिकैमा मेरो पुतलीबाट मौरीको मह जस्तै बाक्लो रस निस्किराखेको थियो र उहाँले आफ्नो कोदालीको बेड जत्रै बनाएर उहाँको पुन्तुरो निकाल्नुभयो र बिस्तारै मेरो पुतलीको टुप्पोमा राखेर मेरो पुतलीको साँचो खोल्न थाल्नुभयो। मैले उहाँको आँखामा आँखा जुदाउन नसकेर मैले आँखा चिम्म गरेकी थिएँ। उहाँले त्यो दिनमा मलाई हङकङमा अमेरिकन तरिकाले मेरो पुतलीको घर खुलिराख्नु भएको थियो। करिब आधा घण्टा जति उहाँले मेरो पुतलीको घर खोलिदिँदा मेरो पुतली त्यसै त म मोटी मान्छे पुतली पनि एकमुठी थियो। झन् मेरो पुतली मेरो 2टा हात भन्दा पनि ठुलो भइसकेको थियो।
फुलेर त्यसपछि उहाँले जब आफ्नो बुन्तुरोबाट दही निस्किन थालेको थियो उहाँको दहीलाई मैले पनि केही नसोचिकन केरा खाएको जस्तै गरेर खाइदिए। त्यस पछाडि त्यो दिनमा उहाँले मलाई एकदमै माया गर्नुभयो र मेरो सपनाहरू के छन् म पुरा गरिदिन्छु तिम्रो सपना भन्दै सोधिराख्नु भएको थियो। खान नपाएकी राणी साँच्चीकै म स्वर्गबाटै खसेको जस्तै आनन्द लिएकी थिएँ। अझ उहाँको पुन्तुरो पनि कोदालीको बेड जत्रै एक हातको थियो। त्यो दिनमा त मेरो मुटुमै सिल्का हान्ने गरी उहाँले मेरो कालो रोटीको जमेर बसेको घर खोलिदिनु भयो। तर अहिले उहाँ भने फेरि पनि हङकङ नै फर्किसक्नु भएको छ। अझ अहिले गाउँमा म एक्लै छु। त्यसैले यदि तपाईहरूले मेरो कालो रोटीको घर खोल्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला र जुन दिन हामीहरू भेट्नेछौँ त्यो दिनमा तपाईहरूसँग मन खोलेर रमाइलो कुराकानी गर्नेछौँ। किनकि हाम्रो गाउँमा एकदमै यतिखेर चिसो बढेको छ, तपाईहरूलाई त थाहा नै छ। गाउँमा चिसोको बेलामा केटालाई केटी र केटीलाई केटा चाहिन्छ भनेर यदि तपाईहरूलाई पनि यो जाडोमा हुडीभन्दा पनि बुढी चाहिएको छ भने कमेन्ट गर्न नबिर्सिनुहोला। हुन्छ। किनकि अहिले त मलाई पनि मेरो फुपूको छोराले हङकङको तरिका सिकाइसक्नु भएको छ। मलाई पनि नयाँ तरिकाले कोदलीको बेड जस्तै पुन्तुरोलाई छुनु मन लाग्छ। त्यसैले कृपया च्यानललाई सब्स्क्राइब गरेर कमेन्टमा आई लभ यु लेख्न नबिर्सिनुहोला। उही तपाईहरू कि ज्ञानु साथीहरू, तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्यो है? मलाई चाहिँ एकदमै दामी लाग्यो है। ल छिटो गरेर चाहिँ सब्स्क्राइब गरिहाल्नु होला। अनि कमेन्टमा चाहिँ यदि तपाईँहरूले पनि यो ज्ञानु नानीसँग चाहिँ पुरा रन्का बुधे रन्का होइन तरिकाले चाहिँ भेटेर चाहिँ मस्त इन्जोय गर्न मन छ भनेदेखि चाहिँ ल फटाफट चाहिँ छिटो गरेर चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त साथीहरू। अनि म त कमेन्ट गरिहाल्छु होइन। त्यस्तै चाहिँ तपाईँहरूलाई पनि यस्तै कहानीहरू चाहिँ सुन्नु मन लाग्छ भनेदेखि चाहिँ हाम्रो यो ज्ञानु फुच्चीको होइन भिडियोलाई चाहिँ अरूसँग सेयर गर्न पनि नबिर्सिनु होला है त साथीहरू। ल अहिलेको लागि चाहिँ म चाहिँ गएँ। यो भिडियो चाहिँ मैले यसो अब रियाक्सन दिउँ भनेर मात्रै हो है। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर भनिहाल्नु होला। ल